मैले सन्चै मेरो छु गाइस आज भनेको टक्कै चाहिँ दसैँको अघिल्लो दिन होइन भोलि चाहिँ दसैँको टिका हो अनि मेरो दोस्त चाहिँ पिङ खेल्न जानु भन्दै भने मौसम यस्तो पनि त गाइस अहिले पानीले भिजायो भने कहाँ बस्नु चाहँदैन भोलि बेलुकातिर मौसम यस्तो दामी छ मैले चाहिँ मेरो कपाल काटेको छु हेर्नु गाइस जस्ट देखाइदियो त यो एउटा मेरो कपाल कटिङ हेर्नुहोस् गाइसहरू होइन गाइस होइन मैले चाहिँ अस्ति कपाल काटेको अनि त्यही भएर अनि मैले भ्लग चाहिँ बनाएको थिएँ भ्लग चाहिँ बनाएन गाइस होइन अनि त्यही हो अब यहाँ चाहिँ हाम्रो माछा पोखरी ऊ जाने छ गाइस कुखुरा फार्म अनि एउटा त्यो ट्याङ्की जस्तो के चढ्ने ठाउँ छ त्यहाँबाट हाम्रो गाउँको भ्यू देखाइन्छ हाम्रो भ्यू टावर गाइस होइन यहाँ चाहिँ टक्क हामी माछा पाल्थ्यौँ पहिला होइन गाइस अब यो सिरु घारी नै घारी हामी अब भाइरल हुन जाने गाइस होइन आइज समी भाइ गाइस यहाँ भेटेँ तपाईँहरूलाई देखाउने ठाउँ कसै गाइस यो भाइरल ठाउँ हो क्या सिरु घारी चाहिँ हाम्रो यहाँ गाइस यहाँ ठुलो हामी डुबिने खालको छ गाइस त्यही हो यहाँ चाहिँ यस्तो सिरु घारी नै घारी यस्तो छ गाइस होइन अनि ऊ त्यहाँनिर चाहिँ कुखुरा फार्म छ अब त्यहाँ कुखुरा फार्म भएको ठाउँ जान्छु भने गाइस त्यही होइन नि तपाईँहरूलाई भेट्छु मैले दसैँ गाइस होइन कतिजना चाहिँ खसीको मासु खानु जाने भन्नु गाइस सिधै मलाई कमेन्ट गर्नु म होम डेलिभरी गरिदिन्छु गाइस त्यो अनि मासु चाहिँ 200 रुपियाँ किलो होइन हाम्रो गाउँमा होइन अनि मासु खानु खसीको मासु खानु भन्नु गाइस यहाँ कुखुरा फार्म छ म हजुरहरूलाई होम डेलिभरी नै गरिदिन्छु त्यो म त्यहाँबाट भेट्छु त्यो गाइस ठुलो मासु भन्दा कुखुराको मासु लाग्छ हामी ठ्याक्क कुखुरा फार्म आइसक्यो कुखुरा फार्म आइसक्यौँ होइन गाइस अहिले भित्र जानु चाहिँ अलाउड छैन पहिला एउटा बुढो थियो होइन गाइस त्यसले चाहिँ जानु दिन्छ होइन हामी यहाँ आयोहरूको यस्तो कुखुराहरूलाई 5-4 दिन नै मैले चाहिँ हामी यतै यसरी घुम्नुपर्छ गाइस एउटा बुढो छ अहिले त्यो अलि त्यो बुढो चाहिँ विदेश गएको छ अनि त्यो अर्कै बुढो छ त्यसले चाहिँ दिँदैन त्यसलाई ट्याङ्कै ट्याङ हालिदिनु पर्ने गाइस मेरो गाउँ मेरो ठाउँ मेरो कुखुरा फार्म मलाई नि छिर्नु दिँदैन यस्तो छ गाइस कुखुरा फार्म हजुरहरूलाई भोलि दसैँ हो गाइस मासु खानुहुन्न भने खसीको मलाई सम्पर्क गरेर हुन्छ अनि टक्क हाम्रो भ्युटार चाहिँ उता अब हामी भ्युटार चाहिँ जानुपर्ने हुन्छ जहाँतिर यस्तो जङ्गल थियो पहिला अहिले त्यहाँ पछि जङ्गल पनि काटिदिएको छ गाइस हाम्रो यो ठाउँमा गाइस फेरि एसी थियो होइन गाइस अहिले यहाँ हिटर भएको छ गाइस घामले त्यही हो होइन अब हामी उता भ्युटारमा पुग्न दिउँ अनि गाइस तपाईँहरूमा एकछिन एउटा कुरा देखाइहाल्छु त्यहाँ चाहिँ होइन ठ्याक्कै उतानिर चाहिँ पुग्यो होइन गाइस त्यहाँ त्यो चाहिँ के हो भने तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु त्यो चाहिँ एउटा कुखुरा राख्ने क्यारेट हो गाइस कुखुरा त्यहाँ त्यसमा हालेर लाने बजार त्यसमा त्यो कुखुरा बोकेर क्यारेट हो गाइस होइन अब हाम्रो भ्युटा चाहिँ त्यहाँ छ हामी गएर चर्चमै गाइस एकछिन गाइस यहाँ चाहिँ यी भ्युटारबाट यस्तो नजारा छ कुखुरा फार्म हो अनि यस्तो गाउँ छ मेरो गाउँ होइन यहाँ चाहिँ हामी पानी हेर्न आँटेको आइफोन झरो पनि छैन गाइस यस्तो मुनितिर देखान गाइस यहाँबाट माथि धेरै अग्लो छैन गाइस यो दुलोबाट खुट्टा छिरो पनि छैन गाइस यस्तो जङ्गल छ होइन गाइस यता उता मेरो घर हो त्यो पर मेरो भाइको घर हो होइन गाइस अनि त्यो मेरो दोस्तको घर उता यस्तो ठाउँ छ गाइस त्यो यति नै राम्रो भ्यू देखिन्छ हजुरलाई भ्यू देखाउनु भन्छ कता जानु थाहा भएन गाइस होइन अनि यहाँबाट त्यो अस्तिको डेटिङ चियाबगान ऊ त्यो परको जङ्गल हो त्यहाँबाट थोरै ऊ त्यहाँपट्टि छ त्यो त्यही चियाबगानको जङ्गल हो होइन गाइस त्यो आज हामीले अल्छी जान्छु भने तपाईँहरूलाई भेट्छ त गाइस हामी कुखुरा फार्मबाट बनेर आइसक्यौँ भने चिज सबैलाई मैले तपाईँलाई सेकेन्ड कि थर्ड भ्लगमा त्यहीँतिर गएको देखाउँदै थिएँ अनि आज चाहिँ म कुखुरा फार्ममा गएको आज चाहिँ हामी टक्क उता पर खोलातिर जान आँटेको गाइस त्यही होइन सबै कुरा घारी छ अनि त्यो हामीले लामो बाउलाई पेन्ट लगाएको हामी लाएर हिँड्दैछु चिरपारा भाइ होइन गाइस होइन त्यही हो अब हामी खोला त्यहाँ उता पर त्यो जङ्गल ठ्याक्कै जङ्गलको उतापट्टि खोला छ अनि खोला गएर भेट्छौँ त्यो गाइस म तपाईँहरूलाई अस्ति देखाउँदै ठ्याक्कै एउटा ठाउँसम्म ल्याएको छु अनि उता खोला छ अनि हामी खोलातिर जान आँटेको होइन गाइस मैले चाहिँ यस्तो गाइस नयाँ लुक्स बनाएको छु गाइस होइन कस्तो देखेँ गाइस कमेन्ट गर्नु होला अब हामी खोला केही बेरपछि आउँछौँ अनि त्यहाँ गएर भेट्छौँ पनि गाइस त्यही गाइस हामी त्यहाँ बाढी आयो भने त गाइस खतरा आउँछ नि अनि त्यहाँ चाहिँ खोला सानो देखिन्छ अनि पछि गयो भने चाहिँ बाढीले तपाईँहरूलाई नि बगाइन्छ गाइस यस्तो ठुलो आउँछ यता चाहिँ पुरै हरियाली छ होइन यस्तो दामी गाउँ छ हजुरहरूको
हाम्रो गाउँ चाहिँ गाइस होइन अब हामी वहाँ पर थिएँ मैले गाइस यहाँ आइसकेँ होइन हाम्रो चाहिँ यहाँ समेर मेरो दोस्त गाइस हामी सँगै बचपन सँगै सानोदेखि नै हामी सँगै हुर्केको गाइस होइन त्यो अहिले चाहिँ हामी यतिको भयो 9मा पढ्छ म 7मा पढ्छु गाइस ठ्याक्कै हामी खोलामा प्रवेश गरिसक्यौँ होइन पुरा यस्तो खालको छ यहाँ चाहिँ गाइस यो चाहिँ भुत्ते ठाउँ बाढी आएको छैन कि के हो गाइस यो चाहिँ भुत्ते ठाउँ हो कि अस्ति भर्खर एउटा मान्छे पुरेको होला तपाईँहरू पत्याउनु नपत्याउनु ठ्याक्कै उता खोलापारीको एउटा तामाङ गरेर पुरेको छ त्यही भएर धेरै बेर बस्नुहुँदैन गाइस अहिले हामीलाई मसाल लाग्न थाल्छ सक्छु त्यो चाहिँ पनि बाटै बिर्सेर कता हो खोला जाने बाटो गाइस यो ठाउँ चाहिँ यति उयो भइसक्यो त्यो भएछ दोस्त मलाई डर लाग्छ यता आऊ न गाइस मेरो दोस्त उता गइसक्यो होइन त्यो पानी यस्तो धमिलो यस्तो धमिलो छैन गाइस तपाईँहरू पचाउनु हुनाले त्यो बाढी आयो भने यहाँ ठ्याक्कै यो माथिको डिल्ला छुन्छ